केटाहरूलाई ह्यान्डसम भन्नुको एउटा कारण हुन्छ रे त्यो चाहिँ अहिले नखोला हो अहिलेको सुटिङको क्रम चाहिँ यो सालबासको मन्दिरमा सुटिङको क्रम जारी भइरहेको छ पहिलो नै हो कि यो दोस्रो केही छ पहिलो नै हो सुटिङ कतिको कुराहरूको नपुगको कारणले गर्दाखेरि आज हामीले भिडियो सुटिङको सुरु गर्दैछौँ। हजुर हजुर अनि सुटिङको क्रममा हुनुहुन्छ रमाइलो त रमाइलो अब सुटिङ चाहिँ धेरै अलिक गाह्रो नै छ गाह्रो छ है 4 बजे सकिन्छ होला यस्तो ठाउँमा पनि यतिको विकास भइरहँदा यति राम्रो ठाउँहरू होइन यो ठाउँमा आएर यसरी हामीले पनि अब यो ठाउँमा हजुर सम्पूर्णमा नमस्कार म तपाईँहरूको माझमा उपस्थित भएको छु म अनिस आरएसटी अनि तपाईँहरूको माझमा म एउटा ब्लगको साथमा उपस्थित भएको छु फेरि पनि म कैलाश गाउँपालिका वार्ड नम्बर 2 मा म उपस्थित भएको आएको छु यहाँ चाहिँ आजको सुटिङको क्रममा रहेको छ अनि सुटिङको क्रममा चाहिँ हामी फेरि यो डाफे मुनाल डम पार्कमा हामी पुगेको छौँ कृपया तपाईँले हेर्न सक्नुहुन्छ यो ब्याकग्राउन्डको सिनहरूलाई हेलो भ्लगर सर हेलो कति जान्छ तपाईँले पनि चलाउँदैन है सिङ्गा अहिले देख्न सक्नुहुन्छ यो कैलाश गाउँपालिका वार्ड नम्बर 2 बैकुण्ठको एरिया देख्न सक्नुहुन्छ अनि यहाँ चाहिँ सुटिङ स्टार्ट हुनुको लागेको छ अनि त्यही कारणले तपाईँहरूको माझमा चाहिँ यो सुटिङ स्टार्ट हुन लागेको मैले हेर्ने 4 बजे सकिन्छ होला आधी कैलाशको सिमी भुइँ सबै रमाउन् होइन हाम्रो काम पठाउनु सरुन् अरू जेसी होस् भन्नु पनि भएन ल को बाल्नुहुन्छ यो आफूले जे मानेको छ त्यसलाई सम्झिनु भने हेलो खोइ त अब यति नै त होला अरू भाइहरूले त पहिलो म्युजिक भिडियोमा त मैले त म त लाज लाग्यो भाइरल होस् है सुजन भाइ होइन दाइरल होस् कि भाइरल अब दाइरल होस् भाइरल हुनुपर्छ है भाइरल हुनुपर्छ के गराउँछ सर हामी कुन यो कति सेकेन्डको यसमा भाइहरू अब मेलो चाहिँ सार्नु पर्छ कि कहाँनिर मेलो त्यो ट्यामी हेरेर कहाँनिर हो
हेर्न सक्नुहुन्छ तपाईँहरूले यो डम पार्क अनि उ त्यो पारीको चाहिँ त्यहाँ त्यो चाहिँ पनि डाक्टर मुनार। अनि यस्तै गर्दै देखिरहनु सक्नुहुन्छ अब चाहिँ भने हाम्रो नयाँ नवनायिकाहरूलाई नवनायिकाहरूसँग केही कुराहरू गर्न चाहन्छु। सुटिङ कस्तो हुँदैछ? यहाँ हाम्रो यसो दर्शकहरूलाई तपाईँको परिचय गरेर देखाउनु। मेरो नाम रुसी सुपाङ, मेरो घर तक्तीको। अरू के भन्नु? अनि जस्तै यहाँ अहिले यो अहिले कैलाश दुई वैकुण्ठमा अनि यो नयाँ ठाउँमा तपाईँ पहिलोचोटि हुनुहुन्छ कि? हजुर। अनि कस्तो अनुभव हुँदैछ? अनि सुटिङ तपाईँको पहिलो नै हो कि यो दोस्रो केही छ? पहिलो नै हो। सुटिङ कतिको सुटिङ कतिको चाहिँ अनि गाह्रो हुँदो रहेछ, कतिको सजिलो हुँदो रहेछ? एकदम गाह्रो हो। अनि हामीले यो भिडियोहरू हेर्दाखेरि त कति छोटो भिडियो हुन्छ अनि एकैछिनमा भिडियोमा एकैछिन सकेको पनि टाइम लाग्दैन। त्यो हेर्ने र अनि गर्नुमा कतिको फरक रहेछ? फरक छ धेरै। हो ठिक छ, जस हाम्रो दर्शकहरूलाई चिनाइदिनु भयो। अनि यहाँ अर्को नवनायिका हुनुहुन्छ। अनि हजुरको नाम यसो हाम्रो दर्शक माझमा बताइदिनुहोस् न। सबैलाई नमस्कार, मेरो नाम चाहिँ स्ना प्रजा हो। अनि यो ठाउँमा आउनुभएको छ हाम्रो यो डम पार्क अनि डाक्टर मुनालमा अनि कैलाश 2 नम्बरमा आउनुभएको छ। यहाँको भ्यूहरू कस्तो लागिरहेछ तपाईँलाई? एकदम राम्रो। अनि कतिको रमाइलो, कतिको अनि गाह्रो, अनि सुटिङको क्रममा हुनुहुन्छ? रमाइलो त रमाइलै, अब सुटिङ चाहिँ धेरै अलिक गाह्रो नै छ। गाह्रो छ है? फर्स्ट टाइम गरेँ भाइ। ठिकै छ, अब है सबै कुरा अब गरेर नै जान्ने हो। अनि प्रतीक्षाको फल मिठो हुन्छ, प्रतीक्षा गर्नु नै पर्छ धैर्यको साथ। स्नाजी तपाईँको भिडियो हामीलाई मन पर्यो, अब तपाईँले मेरो भिडियो खेलिदिनु पर्यो भनेर कतैबाट अफर आयो भने तपाईँ सुन्न तयार हुनुहुन्छ? तयार नै छु। ठिक छ, हाम्रो दर्शक माझमा जे होस् यति राम्रो हँसिलो अनुहार तपाईँहरूले अनि देखाइदिनु भयो। हाम्रो अब भने हामीले भिडियो नै देख्नेछौँ ल। ठिक छ, अनि बाहिरको ब्याकग्राउन्डको सिनहरूलाई देखाउन चाहन्छु। तपाईँले देख्न सक्नुहुन्छ सुटिङको क्रम चाहिँ यो मेलहरूको सुटिङ भइरहेको छ। उनीहरूलाई यति साह्रो गाइजहरू तपाईँ देख्न सक्नुहुन्छ यो 1 तारिक। बजेन
के छ सर? ठिक छ हजुर। हामी अहिले के सुटिङको क्रममा होइन त? हजुर अनि सुटिङ कतिको सहज तरिकाले भइरहेछ त? सहज पनि छ रमाइलो पनि छ ठिकै भनौँ। अनि योभन्दा पहिला तपाईँले म्युजिक भिडियो गर्नुभएको छैन? छैन। भर्खर पहिलोचोटि हो? पहिलोचोटि ठिक छ। अनि पहिलोचोटिमा अहिले गाह्रो पनि होला नि है? गाह्रो त धेरै गाह्रो नि। यो सङ्घर्ष गर्नलाई माथि पुग्नलाई धेरै गाह्रो छ है? गाह्रो छ धेरै गाह्रो छ। ठिक छ। अनि यस ठाउँलाई जस चुज गरेर तपाईँ धेरै लामो यात्राबाट है हजुर आउनुभयो, आइएम भनौँ न, जस यस ठाउँलाई अनि यहाँको स्थानीयहरूलाई, यहाँको जनप्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ? उहाँहरूलाई त एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। किन भन्दाखेरि यो एउटा कैलाश गाउँपालिकाको हजुर 2 नम्बर वडामा तपाईँको चाहिँ विकटै ठाउँ भनेर चिनिन्छ। ठाउँ भनेर चिनिरहँदा यस्तो ठाउँमा पनि यतिको विकास भइरहँदा यति राम्रो ठाउँहरू होइन, यो ठाउँमा आएर यसरी हामीले पनि अब यो ठाउँमा डाफी मुनाल पार्क, त्यसपछि डम्फु पार्क यस्तो विकास गर्नुभएको छ। उहाँलाई त धेरै धेरै सम्मान। ठिक छ। अहिले तपाईँले यति नै छोड्दै फेरि अर्को व्याकरण विषयमा भेटौँ है। गाइस ऐसे लिखाओ है, ऐसे लिखाओ है गाइस। अर्ग्यानिक आइसहरू ल गाइसहरू यता ऐसेलु खाउँ, जान बनाऊ। धन्यवाद। सम्माननीय धुगनी पूजनीय मेरो अङ्कल। भात भनेको खाए पनि भयो, नखाए पनि भयो, जे भन्नु ऐसेलु चाहिँ खाउँ। लगर साहब जे भए पनि तपाईँहरू त अब हामीलाई नहेर्ने होला पछि, हिरो हेरेर भएपछि त हजुर यो त हाल्नु परिहाल्छ नि, नहाल्नु त कहाँ नि। यस्तो गाउँ हरियाली यस्तो अनि हाम्रो गाउँठाउँहरू त देखाउनु परिहाल्यो नि। गाइस तपाईँहरू देख्न सक्नुहुन्छ अनि यो सुटिङको क्रममा अनि डाफी मुनालको भ्यूहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। हजुर हामी चाहिँ यो सुटिङको क्रममा रहेको छौँ यो डाफी मुनाल अनि आसपासको डम पार्क हुँदै हामी चाहिँ हाम्रो बैकुण्ठको पोस्टरमा हामी आइसकेको छौँ। अनि उहाँ हुनुहुन्छ देवराज चेपाङ, किनभने उहाँको गीत चाहिँ आज सुटिङ हुँदैछ। अनि तपाईँलाई यो कार्यक्रममा स्वागत छ देवराजजी। नमस्कार, धन्यवाद छ। अनि तपाईँको गीत आज सुटिङ हुँदैछ। यस गीतमा तपाईँले कतिको यसको यो गीत लेखाइमा र अनि तपाईँले यो कहिलेदेखि निकाल्नु भएको अनि आज चाहिँ सुटिङ भएको हामीले जानकारी पाएको छौँ, हाम्रो दर्शकहरूलाई यसो बताइदिनु न। हजुर, यो गीत चाहिँ हाम्रो मैले 12 एक्जाम सकिने बित्तिकै लेखेको थिएँ। हजुर। अनि हामीले रेकर्डिङ चाहिँ 2080 सालमै गरिसकेको थियो, तर पनि केही कुराहरूको नपुगको कारणले गर्दाखेरि आज हामीले भिडियो सुटिङको सुरु गर्दैछौँ। हजुर हजुर। यो भिडियो सुटिङ गर्ने क्रममा हामी यो कैलाश बैकुण्ठको हरेक ठाउँहरू समेटेको कारणले हामी चाहिँ यहाँ आउनु बाध्य भयो।
अनि यो कैलाश गाउँपालिका 2 नम्बरको अनि यो बैकुण्ठमा रहेको यहाँको भ्यूहरू अनि यहाँको जनप्रतिनिधिहरूलाई यति राम्रो भ्यूहरू बनाउनु भएको छ। आज तपाईँले आएर कमसेकम तपाईँको गीतलाई सुटिङ गर्न पाउनु भएको छ। अनि यहाँको जनप्रतिनिधिलाई तपाईँले के सल्लाह के सुझाव दिन चाहनुहुन्छ? यहाँको हाम्रो सर्वप्रथम धेरै धेरै धन्यवाद छ हाम्रो राजेन्द्र घिमिरे सरलाई। उहाँ आउनु भएर चाहिँ यहाँ यस्तो अहिले कैलाशकै ऐतिहासिक रूपमा अलिक राम्रो ठाउँ स्थापना गर्नुभएको छ। यसै कारणले गर्दा यसरी नै राम्रो यसरी नै स्थानीय सरकारहरूले चाहिँ ठाउँ ठाउँमा यस्तै यस्तै राम्रोहरू पार्कहरू बनाइदिउन् र यसरी नै हाम्रो कैलाश गाउँ भनेर चिनाउने एउटा अर्थ जस्तै बुझाउने खालको ठाउँहरू बनाइदिउन् भन्ने चाहना लाग्छ मलाई चाहिँ। हजुर अनि जस्तै अनि तपाईँको आज यो गीतको तपाईँको आफ्नै गीतको यो सुटिङ हुँदैछ अनि यस सुटिङ क्रममा अनि सुटिङ सम्पन्न भइसकेपछि अनि तपाईँको जस्तै दर्शकहरू महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? यो दर्शक महानुभावहरूलाई चाहिँ मैले मेरो यो भिडियोहरू सुटिङ गरिसकेपछि मिक्सिङ गरेर युट्युबमा आइसकेपछि यसलाई हेरेर चाहिँ लाइक कमेन्ट सेयरहरू गरिदिनु होला भन्न चाहन्छु। हुन्छ, तपाईँले मेरो भ्लगमा आफ्नो समय छुट्याइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। अब हामी अन्तिममा आउनु लागिसक्यो है। हो अन्तिममा आउनु भइसक्यो तपाईँ? हेलो पवन सर। हेलो नमस्कार। नमस्ते झोरालाङ। आउनु भन्नुहुन्छ? एकदम आज बाइकबाट झन्डै झारेको कि उहाँ माथि खाएर फुल टिप्नु भएर छ। जस यो कसैलाई लिएर आजको सुटिङको चिन हो क्या यो? खोइ कसलाई दिने र अब आफ्नो छैन अरूलाई दियो भने ढाँड भएको छ होला। ढाड त के भएको त म यस्तो धेरै जोखिम चाहिँ लिन चाहन्न हो। यो सिर्फ यो मेरो सजावटको लागि हो। ए ल ठिक छ। अनि आजको सुटिङ तपाईँको कस्तो भयो? एकदम रोमाञ्चक झक्काझक। अनि यो कैलाश 2 नम्बरमा पहिलोचोटि हो कि तपाईँ पहिला पनि आउनु भएको थियो? फर्स्ट टाइम। फर्स्ट टाइम। कतिको इन्जोय हुनुहुन्छ? कतिको रमाइलो? भनौँ न यतिको मान्छे कस्तो कस्तो ठाउँमा त हुन्छ है एकदम इन्जोयबल हो। तपाईँ फेरि मान्छे पनि अलि ह्यान्डसम हुनुहुन्छ, झनै इन्जोय हुनुहुन्छ कि? केटाहरूलाई ह्यान्डसम भन्नुको एउटा कारण हुन्छ त्यो चाहिँ अहिले नखुल्ला हो। ल ठिक छ, जे होस् रमाइलो भयो। अनि गाइस हामी रहेको छ अहिले सालवास डाँडामा हाम्रो नवनायिकाहरू। गाइस यो चाहिँ अहिलेको सुटिङको क्रम चाहिँ यो सालवासको मन्दिरमा सुटिङको क्रम जारी भइरहेको छ। कृपया तपाईँले देख्न सक्नुहुन्छ। अनि अहिलेको समय चाहिँ ठ्याक्कै 6:30 भइसक्यो तर बेलुकाको समयमा। अनि यो समयमा चाहिँ हामी यतिजना आएर अनि यो सुटिङ क्रम जारी हुँदैछ। जस सुटिङ अझै नै बाइक रहेको छ, देख्न सक्नुहुन्छ गाइस। गाइस तपाईँहरूलाई म देख्न चाहन्छु। अनि यो सुटिङ चाहिँ अहिले भने उसमा तल मनडीको यो गुम्बानिर भइरहेको छ। अनि यहाँ चाहिँ यसको नाम रहेको छ कि हरित पार्कबाट चिनिँदो रहेछ। जस यहाँ चाहिँ भने सुटिङ क्रम जारी भइरहेको छ। जस कैलाश बैकुण्ठदेखि लिएर यहाँसम्म चाहिँ अहिलेको सुटिङ हुँदैछ। लगभग सुटिङ चाहिँ हुँदैछ। गाइस अब चाहिँ पनि म तपाईँहरूको माझमा यो भिडियो चाहिँ यति राख्न चाहन्छु। कृपया तपाईँहरूले समयसम्म आफ्नो बहुमूल्य समय निकालेर हेरेर अनि हेरिदिनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनकि जो तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। सँगै आएको बेल आइकन घन्टीमा अल बटनमा थिच्नु होला। मेरो युट्युब च्यानल रहेको छ अनिस आरएसटी ब्लग्स। जोस् सपोर्ट गरिदिनु म तपाईँमाथि अपेक्षा राखेको छु भन्दै आजको भिडियो चाहिँ म यतिमै यो कैलाश गाउँपालिका वडा नम्बर 2 अनि बैकुण्ठ अनि
आसपास दाइकुनाल पार्क अनि त्यस्तै गरी डम्फमार्ग पार्क अनि हामी घुमेर अनि घुमघाम पनि गर्दै अनि यहाँ सुटिङ रिपोर्ट पनि गर्दै तपाईँहरूको माझमा उपस्थित भए अनि सुटिङ पनि देखाउँदै अनि अब चाहिँ भने हामी यस भिडियोलाई यतिमा राख्दै तपाईँ सम्पूर्णलाई म यस भिडियोसम्म हेरिदिनु भएको छ भने म तपाईँको लागि सम्पूर्णलाई म आफ्नो हृदयदेखि धन्यवाद दिँदै यस भिडियो यतिमा राख्न चाहन्छु। हस्त धन्यवाद। हेलो यहाँ झ्याम पेटमा यहाँ मुसा डौडाबाट कहाँ फर्किरहेछ होइन हाम्रो सुजन सर बोलौँ हामी चाहिँ लाग्छ धेरै आज सँगसँगै जाउँला रमाइ हाम्रो गाउँ कैलाश भन्ने बोलको गीत आज मेरो भाइ उदाउँदो गाई नवगायक हाम्रो भाइ देवराज सेपाङको स्वरमा र प्रतिमा अर्यालको स्वरमा सजिएको गीत यो भिडियो सुटिङ सम्पन्न भइसकेको छ र अब चाँडै तपाईँहरूको सामु हामी ल्याउने प्रयासमा छौँ। यो सुटिङ सकाएर चाहिँ हामी खाजा खाने क्रममा छौँ। हो कि होइन? हो नि होइन? अरू सबैलाई यति नै है। अब डाइरेक्टर साहब पनि हुनुहुन्छ, सँगसँगै हाम्रो बहिनी पवनदाई, हाम्रो जस्तो सुब्र सर हुनुहुन्छ, पवनदाई यता हुनुहुन्छ। नमस्ते सबैजनालाई। म यता छु। मैले मिठो भिडियो बनेको छ, सबैजनाले हेरेर साथ दिनु होला। हस् धन्यवाद। बहिनीहरू एकचोटि मिठो भिडियो बहिनीहरू हुनुहुन्छ। सबैजना हेरेर साथ दिनु होला। म कलर देख्दैछु है। अहिले भोक लागेर खाँदै पनि छु भन्नु। हामी आजमै त्यहाँदेखि खाना खाएको छैन होइन। हामी लगभग काम सकिएर आनन्द गरेपछि हस् है। अब भिडियो चाँडै आउँदैछ, तपाईँहरूलाई हेरेर कस्तो लाग्छ, तपाईँहरूलाई जस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। तपाईँहरूको सल्लाह सुझावको साथ सपोर्ट माया पक्कै पाउनेछौँ भन्ने हुन्छ गाइजहरू, यो भिडियो यतिमा राख्न चाहन्छु। अब के हेर्नु, भिडियो त अझै बोल्ने समय थियो, बोल्न मन थियो। के हेर्नु, यता हेरेँ म यता हेरेँ खाना पऱ्यो। हुन्छ यतिमा राख्दै यो भिडियोलाई तपाईँहरूको माझमा बिदा हुन्छ। धन्यवाद।